पहिलो पाठमा चाहिँ सिमलाले छिर्छ यो पाठमा म छिर्नु भनेको तर सिमलाले यसको मम्मी आउनु अब के हुन्छ यो चाहिँ अहिले म भन्छु गाइज मेरो अनुहार देखियोस् कि नदेखियोस् गाइज अहिले चाहिँ अब हामी मिलाउन आँटेको छौँ है भाइ मेरो गल्ती छैन भाइ त्यही पनि यहाँ गाइज यहाँ चाहिँ उठम पुटाङ छिटाङ छिटाङ के हुँदैछ गाइज मेरो अनुहार नदेख्यो पनि अब गाइज के गर्न सक्नुहुन्छ गाइज अहिले चाहिँ यहाँ मिलाउँदैछौँ हामी गाइज गाइज अब चाहिँ म मिलाउँछु भाइ तेरो अनुहार देखेको छ भाइको अनुहार देखिँदैछ होला गाइस चाहिँ भाइ चाहिँ अब लुक्न आएको गाइस आन्टी चाहिँ आन्टी आउँदैछ झ्याउँदै छु गाइस लुक एट रुक न साडी फेरि बिग्री हाम्रो त रुक गाइस मारे त छेडी गाड्यो के गर्नु गाइस अनुहार देखेन होला फिर देख्नुहुन्छ एकछिन है भाइ गाइस म चाहिँ अघि भन्नुभयो अघि गाइस कसरी बनाउनु हो मैले यसरी बनाउने गाइस अब चाहिँ हामी यसलाई यो बेडहरूलाई राम्ररी मिलाइन्छ ओइ भाइ हाम्रो भागी गाइस आन्टी चाहिँ भाइ नलुका त्यहाँ आन्टी लुगा किन्नु हुँदैछ र गाइस हाम्रो प्लान चाहिँ फ्लप भयो म पनि छिटो आएको छु र यो चाहिँ फ्लप भयो हाम्रो अहिले फ्लप भयो म देखाइदिन्छु जान गाइस यहाँ चाहिँ मेरो भाइ छ गाइस अब कस्तो हुन्छ सो गाइस यहाँ चाहिँ मेरो भाइ छिर्दैछ यसलाई म लात्ते हान्न मन लागेको छ तर के भन्नु लात्ते हान्न सक्दैन गाइस ओके पर्दैन ती बस्न रुक न नगर्नु भाइ सो गाइस ओइ सिमला चाहिँ नगर्नु सो गाइस यहाँ चाहिँ देखियो त भाइ सो गाइस यहाँ चाहिँ गाइस